टासीदेलेक नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिटो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परम्परा दलाइ लामा ज्यूले मङ्गोलियाली राष्ट्रपतिलाई बधाई व्यक्त। क्यानाडाली संसदीयद्वारा सिजोङ पेम्बा छिरिङसँग तिब्बत दिवसको आयोजन। प्रशासनका प्रमुखले चीन तिब्बती संवादलाई पारस्परिक रूपमा लाभदायक समाधानको लागि प्रतिबद्धता रहेको पुष्टि। सामूहिक खोपको अभियान। भारतमा 66% तिब्बतीहरू कोभिड-19 को खोप प्राप्त। संयुक्त राष्ट्र विज्ञहरूले तिब्बती युगुर र अन्य बन्दीहरूलाई जबरजस्ती अङ्ग फसल गर्नको लागि दबाव। तिब्बतका लागि स्विस संसदीय समूहले कार्य योजनाको बारेमा छलफल। चेक सेनेटले 2022 को शीत ओलम्पिक बहिष्कारको लागि आह्वान। EU अमेरिकी शिखर सम्मेलनले तिब्बतमा चीनको मानव अधिकार उल्लङ्घन बारे छलफल। तिब्बत हाउस जापानले कोरियामा तिब्बती समुदायसँग अनलाइन बैठकको आयोजन। प्रतिनिधि उडुप छिरिङद्वारा कम्युनिस्ट मेमोरियलका लागि पीडितहरूको माल्यार्पण समारोहमा सहभागिता। अब समाचार विस्तारमा। गत हप्ता शुक्रबार परम्परा दलाइ लामा ज्यूले मङ्गोलियाका राष्ट्रपति चुनेकोमा महामहिम उकुना कुरेक्सुकलाई बधाई दिनुभयो। आफ्नो भ्रमणको न्यानो सम्झनालाई स्मरण गर्दै परम्परा ज्यूले मङ्गोलियाका जनताको आशा र आकांक्षा पूरा गर्न चुनेका राष्ट्रपतिलाई हर सफलताको कामना गर्नुभयो। यस हप्ता सोमबार केन्द्रीय तिब्बती प्रशासनको नयाँ सिक्योङलाई सम्मान गर्न र तिब्बतको पक्षमा एकता प्रदर्शनका लागि तिब्बतको क्यानाडाली संसदीय समूहले औपचारिक रूपमा सिजोङ पेम्बा छिरिङसँग तिब्बत दिवसको आयोजन गर्नुभएको थियो। सिजोङ पेम्बा छिरिङलाई स्वागत गरेपछि उक्त कार्यक्रमले मध्य मार्ग दृष्टिकोण, चीन तिब्बत संवाद र तिब्बत सम्बन्धी पारस्परिक पहुँचमा छलफल भएको थियो। सिजोङले तिब्बतको विश्वव्यापी वकालतका लागि आफ्नो दृष्टिकोण उनको कार्यकालको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको स्पष्ट गर्नुभयो। Our idea is to introduce this, to realize, to optimize on the potential that we have of Tibetans around 25 different countries, speaking the language, understanding the system, and working with leaders in those countries. So that will be a large Tibet advocacy campaign, Tibet advocacy group. सो बैठकमा संसद सदस्य आरिफ बिरानी, गानेट जेन्युस, जेम्स मलोनी, लेरी वाग्नेल, डेभिड स्विट, तिब्बत कार्यालय डिसीको प्रतिनिधि उडुप छिरिङ र क्यानाडामा तिब्बत गैर सरकारी संस्थानहरूको प्रतिनिधिहरू उपस्थित हुनुभएको थियो। सबै संसदहरूले केन्द्रीय प्रशासनका प्रमुखसँग काम गर्ने र चीन तिब्बत द्वन्द्वको समाधान खोज्ने आश्वासन दिनुभयो। केन्द्रीय प्रशासनका प्रमुखले चीन तिब्बत संवादलाई पारस्परिक रूपमा लाभदायक समाधानको लागि प्रतिबद्धता रहेको भन्नुभयो। द वाशिङटन पोस्टको जर्ज रोगिनसँगको अन्तर्वार्तामा सिजोङ पेम्बा छिरिङले चीन तिब्बत संवादको स्थायी, परस्पर लाभदायक र अहिंसक समाधान खोज्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्नुभयो। अवरुद्ध चीन तिब्बती संवादलाई पुनः स्थापना गर्न सिजोङ पेम्बा छिरिङले अन्तर्राष्ट्रिय पहुँच र वकालतलाई सुदृढ पार्ने आफ्नो योजनाको बारेमा पनि बोल्नुभयो। I am willing to explore all kinds of channels to reach out to the Chinese government. So it's quite early to talk about specific strategies or specific mention about specific channels that we may have or might look forward to have. But definitely we will be trying to seek a lasting, mutually beneficial, non-violent solution to the Tibet issue through the third way, as Karl calls it, or the middle way, as Buddhist calls it, or the Tibetans calls it, the middle way path or the middle way approach. यस अन्तर्वार्तालाई नेशनल एन्डोमेन्ट फर डेमोक्रेटिक्सद्वारा आयोजित गरिएको थियो। केन्द्रीय तिब्बती प्रशासनको सिजोङको रूपमा शपथ ग्रहण गरेपछि अमेरिकी पत्रकारसँग यो पहिलो सार्वजनिक अन्तर्वार्ता हो। यस हप्ता बिहिबार प्राप्त भएको पछिल्लो तथ्याङ्क अनुसार भारतभरमा बसोबास गर्ने 35,000 भन्दा बढी तिब्बतीहरूले कोभिड-19 खोप प्राप्त गरिसकेका छन्, जुन देशको कुल तिब्बती जनसङ्ख्याको 66% रहेको छ। नेपालमा तिब्बतीहरूमध्ये जम्मा 1437 तिब्बतीहरूलाई खोप लगाएको छ। पूर्ण तिब्बतीहरूको प्रतिशत
5.18% रहेको छ, जबकि देशको कुल तिब्बती जनसङ्ख्याको 15.12%ले पहिलो खोप पाइसकेका छन्। केन्द्रीय तिब्बती प्रशासनको नेतृत्वमा असङ्ख्य तिब्बती मठवासी संस्थानहरू, गैर सरकारी संस्थाहरू र तिब्बती विद्यालयहरू र गुम्बा बस्तीहरू र कलेज जाने विद्यार्थीहरू बिखरिएका सहरहरूमा पनि खोप अभियानलाई प्रायोजित गरेका छन्। पदभार ग्रहण गरिसकेपछि सिचौँ पेम्पा छिरिङले 41 तिब्बती बस्तीहरूको अधिकारीहरूसँग भारत र नेपालमा भएका तिब्बती बस्तीमा सामूहिक खोप अभियानको स्थिति समीक्षा गर्दै भर्चुअल बैठकको अध्यक्षता गर्नुभयो। 12 संयुक्त राष्ट्र विशेषज्ञहरूले चीनद्वारा बल प्रयोग गरेर अङ्ग फसल गर्ने रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गर्दै स्वतन्त्रता अनुगमन गर्न अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रलाई अनुमति दिन आग्रह गरेका छन्। प्रेस विज्ञप्तिमा चीनले जबरजस्ती गरेका अङ्ग फसल तिब्बती, युगुर, फलुङ गोङ चिकित्सकहरू, मुस्लिम, इसाई र अन्य बन्दीहरूलाई लक्षित गरिराखेको छ। विज्ञहरूले पक्रो परेका व्यक्तिहरूसँग प्राप्त गरेको विश्वसनीय जानकारीबाट बिना सूचित सहमति जबरजस्ती रक्त परीक्षण र अङ्ग परीक्षण गर्दा अल्ट्रासाउन्ड र एक्सरे गरेको जस्ता सूचनाबाट अत्यन्तै चिन्तित छन् भन्नुभयो। 562 पृष्ठको फैसलाले हिरासतमा रहेको तिब्बतीहरूको रहस्यमय मृत्यु अङ्ग फसलको पनि शिकार हुन सक्ने ध्यान आकर्षित गरेको छ। तिब्बत कार्यालय जिनेवाले चीनलाई अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रले स्वतन्त्र अनुगमनको पहुँच लगायत संयुक्त राष्ट्रका विज्ञहरूको मागहरूलाई पालना गर्ने आह्वान गरेको छ। तिब्बतका लागि स्विजरल्यान्डको संसदीय समूहले स्विस संसदको चलिरहेको गर्मी सत्रको अवसरमा तिब्बतको कार्य योजनाबारे छलफल गरेका छन्। अस्वीकृत तिब्बती शरणार्थीहरूको अवस्था र तिब्बतभित्रको समग्र स्थिति लगायत विभिन्न मुद्दाहरूको बारे छलफल गरेका छन्। संसदहरूले तिब्बती र तिब्बतलाई निरन्तर समर्थन दिने आश्वासन दिए र बेजिङमा आयोजित शीतकालीन ओलम्पिक 2022 को कूटनीतिक बहिष्कारको निवेदनमा हस्ताक्षर गरेका छन्। समूहका सहराष्ट्रपति फेबियन मोलिना, निकोलस वाल्डर, निक गुज्जर, यस समूहका सदस्य क्रिस्टिन वाइचर, प्रिस्का बिहेहेमो, मार्टिना मुन्स, मारियाना स्टिफेलर, स्विस तिब्बती मित्रता सङ्घका अध्यक्ष थोमस बुक्ली, तिब्बती युवा सङ्घका लागि युरोपका अध्यक्ष टासी सिचेछाङ र तिब्बत ब्युरो जेनेवाका अधिकारीहरूले सो बैठकमा भाग लिनुभएको छ। यस गर्मी सत्र 31 मईदेखि 18 जुन 2021 सम्म जारी रहनेछ। गत हप्ता बिहिबार चेक सेनेटले 2022 मा तिब्बती, युगुर र अन्य विरुद्ध चीनले गरेको मानव अधिकार उल्लङ्घनका कारण चीनको बेजिङमा आयोजित शीतकालीन ओलम्पिकको बहिष्कार गर्न प्रस्ताव राखेका छन् र यस प्रस्तावलाई 10 जुन 2021 मा पारित गरेका छन्। उक्त प्रस्तावलाई विदेश मामिला, रक्षा र सुरक्षा समितिले अनुमोदन गरेको थियो र सभापति सिनेटका अध्यक्ष पावेल फिसरले सिनेटमा पेश गरेको थियो। प्रस्तावले 2008 ओलम्पिकमा चीनको असफल प्रतिबद्धताहरूलाई पनि दर्शाएका छन् र चीनको मानव अधिकार दायित्व मूल्याङ्कन गर्न र योजनाबद्ध रूपमा संयुक्त राष्ट्र सङ्घ निकायहरूमा मुद्दा उठाउन सरकारले आह्वान गरेको छ। ब्रसेल्समा युरोपियन युनियन र संयुक्त राज्य अमेरिकाले यस हप्ता मङ्गलबार तिब्बतमा चीनको मानव अधिकार उल्लङ्घनमा साझा चिन्ता जनाएका छन्। दुवै पक्षले चीनको बारेमा पूर्ण मुद्दाहरूमा नजिकबाट परामर्श र सहयोग गर्ने इरादा राखेका छन्, जसमा सहयोग, प्रतिस्पर्धा र प्रणालीगत प्रतिस्पर्धाको तत्त्व समावेश छ। युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला वन्डरल्यान्डले युरोपको प्रतिनिधित्व गरेका छन्, जबकि राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गरेका छन्। 2014 पछिको यो युरोपिय सङ्घ युरोपीय र अमेरिकाको पहिलो सम्मेलन हो र 2017 पछि अमेरिकी राष्ट्रपतिले EU का संस्थानहरूमा पहिलो भ्रमण गर्नुभयो। तिब्बत हाउस जापानका प्रतिनिधि डाक्टर छवाङ ग्यापो आर्यले गत हप्ता दक्षिण कोरियामा तिब्बती समुदायसँग एक अनलाइन समन्वय बैठकको आयोजना गर्नुभयो। प्रतिनिधि आर्यले एकताको महत्त्व, हाम्रो संस्कृति र पहिचानको संरक्षणका बारे कुरा गर्दै साझा कारणलाई नबिर्सनु आग्रह गर्नुका साथै तिब्बती सङ्घ स्थापना गर्न सल्लाह दिनुभयो। तिब्बती उद्देश्यका लागि कोरियाली जनता, यसको सरकार र संसदको सहयोग लिने र सहयोग खोजी गर्ने बारे भन्नुभयो। प्रतिनिधि आर्यले कोरियामा तिब्बतीहरूले ग्रिन बुक स्वैच्छिक योगदानको सङ्ग्रहलाई वित्त विभागको परामर्श सुचारू गर्नेछ भन्नुभयो। प्रतिनिधि उङुटुप छिरिङले कम्युनिजम मेमोरियल फाउन्डेसनद्वारा पीडितहरूको लागि आयोजित स्मारकमा भाग लिनुभयो। यो 14औं वार्षिक
रोल कल अफ नेसन्स रेथ लेइङ समारोह थियो। प्रत्येक जुन रोनाल्ड रेगनको ब्रेन्डनबर्ग गेट स्पिचको वार्षिक उत्सवमा फाउन्डेसनले विश्वभरका कम्युनिस्ट शासनका पीडित 10 करोडभन्दा बढी व्यक्तिको सम्मान गर्न स्वतन्त्र संसारको खोजीको लागि एक संसार समारोहको आयोजना गरेको छ। हस् त, आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेले नमस्ते।